साथीहरू तपाईहरुलाई म एउटा विशेष कुरा के भन्न गइरहेको छु भने यो प्लग चाहिँ छ नि कस्तो हाल्दा राम्रो कुन चाहिँ हाल्दा टिक्ने हैन कुन चाहिँ ओरिजिनल कुन चाहिँ डुप्लिकेट है यो कुरा चाहिँ तपाईहरुलाई म विशेष कुरा भन्न जाँदै छु है। विशेष कुरा यो प्लगको यहाँनिर यो नीलो अक्षरले लेखेको छ हैन यो चाहिँ BPMR 7A भनेको छ है। 7A भनेको मतलब चाहिँ यसको हिट टेम्परेचर हो के यसले चाहिँ 7A भनेपछि यो हिट टेम्परेचर यसको धेरै 7 pH 7 BPMR 7 PMR चाहिँ यसको चाहिँ हिट लेभल छ यसको है। यो NGK नै हो है यो NGK है 7 PM चाहिँ यो निलो अक्षर लेखेकोमा है। यसमा के छ BPMR यसको के 6 छ है यो पनि NGK नै हो है NGK नै हो हैन। यो चाहिँ के छ PMR 6 को छ। यो 7 को भन्दा यो अलिकति हिट मेन्टेन हिट चाहिँ यसले चाहिँ ठेक्नु सक्ने क्षमता चाहिँ यसको अलिकति कम छ है। तपाईको यो टुप्पा ओपन क्लोज हेर्छ के मान्छेले यो टुप्पामा बन्द भएको चाहिँ राम्रो यो खोल्या चाहिँ नराम्रो त्यस्तो भन्छ तर त्यो होइन के। मेन कुरो यसमा बन्द छ हैन यसमा खुला छ हैन। अर्को यो भन्दा हिट कम भएको NGK BPM 4 भन्ने 4A भन्नेमा चाहिँ यस्तो बन्द भएको हुन्छ हैन। त्यो बन्द भएको भन्दैमा त्यो राम्रो होइन के तर 4 भनेपछि के भयो यो भन्दा कमजोर भयो किनकि यसले त 6 PMR चाहिँ यसको हिट मेन्टेन गर्ने क्षमता छ भने त्यो 4 को त यहाँ बिरुको मात्रै भएर के गर्नु कभर मात्रै भएर के गर्नु तर हिट चाहिँ उसले थेक्न सक्ने क्षमता त 4A मात्रै छ 4 PMR मात्रै छ हैन। त्यही भएर तपाईको यो कभरले केही फरक पर्दैन तर हाम्रो के 6A 7A हुनु पर्यो के यसको हिट मेन्टेन गर्ने क्षमता 4 मात्रै भयो भने त यसले हिट मेन्टेन गर्न सक्दैन अनि गर्छ मेसिन हैन गर्छ के किनकि त्यसलाई चाहिँ राम्रोसित फायरिङ दिन सकेन हिट मेन्टेन गर्न सकेन है। त्यही भएर साथीहरु यो टुप्पाको हैन यो टुप्पाको भन्दाखेरि पनि तपाईको यहाँ 6 एम्पियर हैन 7 एम्पियर हुनु पर्यो के PMR हैन। अनि त्यसले चाहिँ बढी राम्रो हिट थेक्छ बढी टिकाउ हुन्छ हैन। अब त्यहाँ यहाँ टुप्पामा चाहिँ कभर छोपेको छ अनि यहाँ चाहिँ 4A मात्रै लेखेको छ भने के भयो त्यसले टिकाउ हुँदैन खप्न सक्दैन यो चाहिँ खप्दैन है साथीहरु। हस्त धन्यवाद नमस्कार।